फेरि आएको छु। यहाँ चाहिँ यहाँ अगाडि मेरो भाइ पनि भ्लगिङ गर्दैछ पुरा माथिसम्म। 5-6 मिनेटको लागि अलिक बसिराख्नुपर्छ। बोडी न बोडी हेर्न सक्नुहुन्छ होला। बोडी न बोडी भएर आउँदाखेरि चाहिँ यतापट्टिको सिनहरू पनि हेर्नु पर्छ ल। हेर्नुहोस् गाइस पुरा सुन्तला न सुन्तला छ। अन्त छ यहाँ सबै ठाउँमा सुन्तला यति सुन्तला छ। यहाँ माथि त्यो के हुन्छ दाना हो त्यसलाई चाहिँ त्यसको नाम चाहिँ आएन। त्यस पछाडि हामी हिँड्दैछौँ। हेर्नुहोस् यहाँ चाहिँ अलिक जङ्गल टाइपको छ। अनि त्यस पछाडि हेर्नुहोस् म देखाउँछु तपाईँलाई यहाँ हाम्रो पोखरी के भन्छ अलिक थाहा छैन। यहाँ माछा पनि छ। मेरो बाजेले नै हाल्नु भएको ठुलो छ। हेर्नुहोस् यहाँ पोखरीमा माछा नै माछा छ। अनि फेरि अलिक गाउँको अवस्था चाहिँ अलिक ठिक छैन, हिलो छ। त्यही भएर भन्दैछु म। यहाँ सबै जङ्गल नै जङ्गल हेर्नुभयो होला। यहाँ हेर्नुहोस् गाइस यहाँ अगाडि भाइ फेरि अर्को भ्लगिङ गर्दैछ। म माथितिर जङ्गलतिर हेर्दैछु। यहाँ त्यहाँ बाजे त्यहाँ बाजे काम गरिराख्नु छ मेरो बाजे हेर्नु होला। त्यस पछाडि हामी यहाँ हिँडिरहेका छौँ। अगाडि चाहिँ फेरि हिलो गाउँको बाटो यस्तै हो के। हेर्नु होला तपाईँले गाइस गाउँको बाटो यस्तै हो सबै। यता माथितिर सेम टु सेम छ। तपाईँ देख्नु भएको छ नि यता छोकलाक भन्ने ठाउँ। यो चाहिँ अलिक राम्रोसँग थाहा छैन। म मुनि तपाईँलाई खेत पनि देखाउँछु ल। माथितिर भनेको चाहिँ मैले अलिक हुस्सु टाइपको छ। हेर्नुहोस् अनि यहाँ चाहिँ हामी अहिले भर्खरै आधी बाटोमा मात्र पुगेको छौँ। त्यस पछाडि हामी चाहिँ उता मुनि बारीमा पाइनएप्पल पाकिरहेको छ। हेर्नुभएको होला अनि के छ हेर्नु होला। यहाँ अलिक हामी गाउँ यस्तै हो। हिलो छ गाउँ यस्तै हुन्छ। माथितिर जङ्गल नै हो। यो चाहिँ ठाउँ चाहिँ अलिक त्यही भएर हेर्नुहोस् गाइस यो चाहिँ हाम्रो यहाँ मुनि चाहिँ एउटा खोला छ गाइस। यो चाहिँ एउटा खोला